इत्यादि पूर्व संकल्प सिद्धिरस्तु श्रुति स्मृति पुराणोत्तम फल प्राप्त कामनाय गोदान कर्महम करिष्ये छोडिदिउँ भैमा ल अब यो गाइदिने बाहुनलाई टिको लाम एकचोटि मात्रै फेरि 2-3 चोटि त्यो अबिर झिक्लिएन एउटा लगाएपछि पहेँलो भनिएछु का मैले सबै नबोल एउटाले लगाइदिनु केसरीको टिको लगाइदिनु केसरीको भित्र केसरी खोपा छ एउटा दुनारे नमो ब्रह्मण्ड देवाय गोब्रह्मणहिताय जगद्धिताय विष्णाय गोविन्दाय नमो नमः फेरि जौतिर्कु सातानि अध्यय पूर्वोत्त चरित संकल्प गोदान कर्मणि येबि चन्दनाक्षेत सुगी फल ताम्बूल द्रव्य वस्त्रालङ्कारे रमुप शर्मणं ब्राह्मणहं त्वां वेणे भनेर त्यो ब्राह्मणको हातमा राखिदिउँ त्यो फुलहरू ल ब्राह्मणको हात थाप्नुस् एउटा पैसो पैसा राखिदिउँ ल यति त्यो रोटीको टुकुरो एकजनाले ल्याइदिउँ त ल त्यो एकजनाले खुवाइदिउँ खान्छ अलि खाइदिन्छ यसको कन्नामा त्यो कपडा राखिदिउँ खुवाइदिनु सबै खुवाइदिनु अब चावडा फुरा चावडा पैसा राखिदिउँ भैमा 4 खुर मानेर गरेपछि भइहाल्यो 4 राखिदिउँ है अब यसो बाँधेर के कुपा बाँधिदियो भने हो खस्ता होला हो त कपडामा बाँध्छ नखस्ने अरे अब खसिहालेछ भने पनि ठिकै छ पण्डितले टिपिहाल्ने हो मिलाउने काम छ पण्डित बिग्रेको अब गाईलाई पूजा गरौँ है नमो गोप्यश्री मध्यव्य सौरभ्येवच नमो ब्रह्मसुता व्यास पवित्रभ्यो नमो नमः सुरभि त्वां जगतमाताय नित्य वेणुपदे स्थिताय मात्रे गृहाणमदत्तं नैवेद्यं भोक्तुमर्हसि गवामङ्गे सुतिष्ठान्ति भुवनानि चतुर्दशय यस्मात् तस्मात् शिवं ते स्यादि अलोके परत्रयः गोप्यं गाईलाई आसनं कुशा टुकुरो राखिदिउँ पाद्यम जल छर्किदिउँ अर्घ छ भित्र धुना एकजना बाँधिदिउँ अर्घले पूजा गरौँ आचमानीको जलले पूजा गरौँ स्नानियम गाईलाई यसो नुहाइदिने गरौँ पञ्चमृतम दुध भनेर त्यही जल छर्किदिउँ पुनराचमानिम फेरि पनि जल शुद्ध जलम गङ्गाजीको जल चन्दनले पूजा गरौँ अक्षताले पुष्पम फुलले दीपम नैवेद्यम वस्त्र यो लुगालाई छोइदिउँ दक्षिणा भनेर त्यो दक्षिणालाई छोइदिउँ समर्पयामी ल अब गाईका प्रत्येक अङ्ग भनेर पूजा गर्ने है अब यहाँ पछिबाट भन्छ पृष्ठे वर्मणे नमः पीठमा गले विष्णे नमः गलामा घाँटीमा गर्ने मुखे रुद्राय नमः मुखा रोम कुपेशु महर्षिभ्यो नमः रोमका जरा भन्छ रौका छित्राय पुच्छे नागेभ्यो नमः पुछारमा स्थानेषु अब तल त्यो स्थान कचौडा भन्छ चतुसमुद्रेभ्यो नमः काँधमा फाँचामा खुर ग्रस्ता कुले पर्वतेभ्यो नमः खुर चारवटै खुरमा पूजा गरौँ खुरको अगाडि पनि पूजा गरौँ नेत्रयो शशि भास्कराभ्याम नमः आँखामा पूजा गरौँ दुवै आँखामा है श्रृङ्गरियोर मध्ये सर्वतीर्थेभ्यो नमः सबै ठाउँ भनेर दुवै सिङका चाहिँ बीचमा मूत्रस्थानी
पिसाब गर्ने उसमा गङ्गादि सर्व नदीभ्यो नमय गौत्याउने ठाउँमा भन्छ गोमय लक्ष्मी नम गोब्र्याउने ठाउँमा ओम कर्ण यो रश्मिनी कुमाराभ्याम नम दुवै कानमा जीवाय जीव्रोमा सरस्वती नम नासपुटके सुमुरभाय नम नाकका टोटाहरूमा पूजा गर्ने दुवै कानमा पूजा गर्ने उदरे पृथ्वी नम पेटमा पूजा गर्ने दक्षिण पार्श्वे कुबेराय नम दाहिने भागमा पूजा गर्ने दाहिनेतर्फ वाम पार्श्वे वरुणाय नम बायाँतर्फ बायाँ कोखातिर पूजा गर्ने हुस्वरे सर्वदेवेभ्यो नम हुङ्काराय बाँ गर्ने ठाउँहरू मुखमा पूजा गर्ने सर्वाङ्गेषु सर्वदेवेभ्यो नम अङ्गका सबै देवी देवताहरूमा पूजा गर्ने नीति अङ्ग पूजा। अब जल गाईलाई पूजा गर्दै सबै वरिपरि दाहिनेतिरबाट ब्राह्मणलाई भान्जोलाई बिचमा पारेर भान्जा त्यही छन् त एक फनको पूजा गर्दै गर्ने है। ओम यानी कानी च पापानी जन्मन पापानी कर्म हत्या समानी च तानी तानी नसन्तो प्रदक्षिणा पदे 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 गाईको अब गाईलाई एक फनको घुमिएपछि फुल छाँतेर गाईको नमस्कार गाईलाई प्रार्थना गर्ने फुल छाँतेर एक फनको घुमेर आफ्नो ठाउँमा रहने। पृष्ठे वर्मा गले विष्णु यो मुखे रुद्र प्रतिष्ठिता मध्ये देवगणा सर्वे रोम कुपे महर्षय नाग पुच्छे खुराके सुये चाष्टौ कुलपर्वताय मुद्रे गङ्गातय नेत्र यो शशिवास करो यस्या वसन्ति वै देवाय सा धेनुर्वरदास्तु मे या लक्ष्मी सर्वभूतानां यत्र देव व्यवस्थिता या धेनुरूपेण सा देवी मम पाप व्यपोहतु विष्णुर्वक्षसि या लक्ष्मी स्वाचैव विभावसौ चन्द्रार्क शक्रशक्ति या सा धेनुर्वरदास्तु मे चतुर्मुखस्य या लक्ष्मी लक्ष्मीर्यादन तस्य च या लक्ष्मीर्लोकपालानं सा धेनुर्वरदास्तु ते या यस्या पितृमुख्यानं स्वाहा यज्ञभुजस्तय। अब गाईको पुछार समात्ने सबले बिस्तारै सबले गाईको पुछार अब त्यो गाईको पुछारमा जल चोबेर 3 चोटि या 5 चोटि भने त गर्न त गरेको गरै गरौँ भन्ने हो त नभए पनि 1-2 पटक गरौँ। यो मुनयस्तथा असुरा यथा नाशय मातरश्चण्डिकास्तथा दिक्पाल लोकपालश्च य सर्वे देवादिदेवता ते सर्वे त्रितमायन्तु गोपुच्छ दके दकतर्पणै विश्वदेवस्तथा साध्य आदित्याश्च य मरुद्गणा क्षेत्रपालादि पीठानि नदा नद्याश्च सागरा पाताले नागकन्याश्च पर्वता पिशाचा एकाशिता या गन्धर्वा राक्षसास्तथा या पृथ्व्यास्तते वायु राकाशेषु यता पातालवासिनी ते सर्वे त्रितमायन्तु गोपुच्छोदर्पणै क्षेत्रौ सदी लगा वृक्ष य वनस्पत्यादि देवता कपिल शेषनागाश्च य तक्षको नन्त एव च अन्य जलाचर जीव य असङ्ख्यातास्तनिकष सर्वाणि जन्तुराजान य पक्षिण पाशवस्तथा सो दजोद्दिभ जीवाश्च य अखण्डजाश्च जरायुजा अजा गोमहिषी रूपा ये चनये पशवस्तथा शान्तिदा शुभदा सन्तु गोपुच्छदकतर्पणै तत कण्ठे सूत्र मुदो। अब गाईलाई एउटा चाहिँ माला जनै लाइने गराइदिने अरे होइन एउटा फुल काँडा राखिदिनु भइहाल्छ। मरिची रत्रि पुल य पुलस्ते कर्तुरङ्गिरा सनक सनदस्तैव य सनातन स्त्रीदेव कपिलश्च सुरस्तैव य बोडु पञ्चशिकस्तथा ते सर्वे त्रितमायन्तु गोपुच्छोदकतर्पणै तत सभ्येन पूर्वाभिमुख सबै पूर्वतिर फर्किआछन् भन्नुभयो है। ल त्यो फुल फेरि गाईको कन्ना राखिदिएर फेरि फुल साथ नमस्ते गर ते सर्वे त्रितमायन्तु गोपुच्छदकतर्पणै तत अपसभ्य दक्षिणाभिमुख भूत्वा हुन्छ। त्यसपछि
फेरि फुलमा जोग्दै पदम जलमा चोक्दै सबैलाई छर्किदिउँ। कन्याबा नल सोमी येमो बरी खदस तथा अर्येमा चापि त्रिप्यान्तु गोपुच्छोदकतर्पणे यधर्म राजाय नृत्यवेचान्तकाय च वैवस्वताय कालाय सर्वभूतक्षयाय च औदुम्बराय दन्नाय नीलाय परमेष्ठिनि वृकोदराय चित्राय चित्रगुप्ताय वै नमः। तत गोत्रोच्चारणपूर्वकं सबैले आफ्नो नाम र गोत्र सम्झम। अध्यय जल समातम अध्यय इन्द्र गोत्रस्य अस्मत माता नन्दकुमारी देव्याय सपत्नीक सबैले चाहिँ आफ्नो आफ्नो नाम र गोत्र सम्झम है। सबैले अमुक अमुक नाम अमुक अमुक गोत्रय स्वरूप इदम जल तस्मै सदा एवं माता तर्पण कर्तव्यम भनेर गाईको कण्डमा छोडिदिउँ। फेरि फुल सातेर नमस्कार गरौँ। पितृ वंश मृताय च मातृगुण फुले तथा उच्छिन्न बन्धवायेन य लुप्त पिण्डोदक क्रियां तेषर व्यतिरिक्तमायन्तु य गोपुच्छदकेन तर्पणै आम गर्भस्स मृताये च य परम शापेन ये मृता संस्कार रहिताये च य रौरवादी सुमागामिन तेषर व्यतिरिक्तमायन्तु य गोपुच्छोदकतर्पणै सर्वव्याघ्रहता चेन शृङ्गी दृष्टि जलाग्नि अपुत्रा अक्रिया ये च य अघोरा धर्मवर्जिता तेषर व्यतिरिक्तमायन्तु गोपुच्छोदकतर्पणै आपरमस्तम पर्यन्तं देवर्षि पितृमानवा त्र्यन्तु पितर सर्वे मातृमातमादय अतीत कुलकोटिना सप्तद्वीप निवासिनम् आवर्मन् भुवनं लोकनिदमस्तु तिलोदकं यमे कुले लुप्तपिण्ड य पुत्रदार विवर्जित क्रियालोकताये च य जगत्या पाङ्गवस्तथा विरूपा आमवास्तय ज्ञाता कुले नमः। तेषामायन्तु गोपुच्छोदकतर्पणै ये बान्धवाये च चान्ये जन्मनि बान्धवा ते सर्वे त्रितमायन्तु गोपुच्छोदकतर्पणै। फेरि गाईको पुछ हरिओम तत्सत विष्णु अध्यय श्रीमद्भगवतो महापुरुषस्य विष्णुवाक्य प्रवर्तमानस्य ब्रह्मणो द्वितीय प्राते श्री सुतवराकल्पे वैवस्वत मन्वन्तरे अष्टाविंशति तमे युगे प्रह्लादाधिपत्यय मनुसप्तमी बौद्धवतारे कलियुगस्य प्रथमचरणे भारतवर्षे भरतखण्डे जम्बूद्वीपे आर्यावर्तन्तर्गतै मगध पर्वतैक नेपालदेशे काली गण्डकी पश्चिम दिग्भागे बरेङ गाउँपालिका वार्ड नम्बर 1 खोला भन्जान कुण्डे क्षेत्रे भूमौ षष्ठी संवत्सराणां मध्ये रौद्र नाम संवत्सरे श्री सूर्ये राशि परविष्टौ ग्रीष्म ऋतौ श्री सूर्ये मकर राशि चन्द्रमासी अमुक राशि स्थिते देव गुरु अन्ये शुक्रेषु यथा यथा ईशानेषु षट्सु एव ग्रहगण विशेषण विशिष्टाय कारण योग मुहूर्तान् विताय वृताय अस्य गोत्र जाइयो पदम बहादुर नाम गोत्र पदम